सदा तेन रुरतच्चैतुना गोकर्णले कोष भनेर सोचेपछि त बारम्बार उच्च सोचेर त रुन थाल्यो शब्द रचनोच्चारण शब्द उच्चारण थालेको थियो संज्ञा मात्र कारण केही शब्दहरू सुनिन्थ्यो तर त्यो बुझ्दैन। अनि गोकर्णले अजुलीमा एक अजुली पानी लिनुभएछ अनि त्यो अजुलीमा पानी लिनुभयो गोकर्णले त्यसलाई छर्किदिनु भएछ। भयम त दुर्गतिको कोपी गोकर्णले पानी छर्किदियो त्यो त बोल्न होइन यहाँ के कता को आयो तिमी फेरि को आऊ तिमी चिनेन तिम्रो दाजु के धुन्नुकारी धुन्नुकारी यसमा भइसकेछौ त नि के गर्नु भाइ मेरो कुकर्मले यस्तै गर्यो नि। अनि तिमी मर्यौ भनेर त कतिवटा श्राद्ध पिण्ड दिएको पिण्ड खान पाए भाइ त्यो श्राद्धले हुँदैन का पिण्ड खानु हावा त खानु सक्दिन पिण्ड के गरेर तर्छौ त तिमी त्यसो भए त भाइ तिमी जान्ने कि म जान्ने मैले जान्ने भए त म मुक्ति भइहाल्थेँ नि। म जान्ने कि तर तिमी चुप्प लागेर बस है त त्यो मुक्तिको उपाय गरौँला नि त। अनि भाइ मैले के खानु त हिँड्दै खाइदियो त खानु हुँदैन त्यसरी कहाँ खानु अनि मेरो मुक्ति हुन्छ त अनि तिम्रो मुक्ति हुने कुरा खाने कुरा अहिले देउला नि त एकछिन माथि भान्सा उब्रेको छ भान्साको उब्रेको त हुँदैन भाइ हुँदैन के खाएर चाहिँ बाँच्छौ त अब के दिनु तिमीलाई भाइ के गर्नु ती पाचडी गरेकाले मेरो मुखमा तातो भुइँले फाल्ने एउटी त कारण पापाकोडी ल्याउँछौ अनि मार्दैन त के गर्नु नि भाइ बेलामा बुद्धि बिग्रियो पाचडी थिए नि अनि के गरेर मारे अब म गएँ राजाको धान चोरेर लिएर आएँ त्यो धानको लोक देखेर एउटीले खुट्टामा समाति एउटीले हातमा समाति भाइ अनि बाँधेर मलाई त फुत्फुत्ते भगुल्टो खनायो नि भाइ अब तिमी बस्छ कि कहाँ बस्ने भाइ म तिम्रो मुक्तिको उपाय गर्ने है त कहाँ बस्ने त बोलाएर उता सात आँखा भएको एउटा बाँस छ कि त्यहाँ गएर बस्नु ल तिमी कता दक्षिणतिर दक्षिणतिर ल भाइ म दक्षिणतिरै लागेँ है त त्यहाँ बसिराख है मुक्ति त हुन्छ नि म गर्छु नि त उपाय गर्नुलाई ल गर है गर अहं भ्रातृ तुदीयोऽस्मि धुन्नुकारी नामत